त्यसरी सफा गर्ने केलाउने फोहोरहरू र हिजोको कोइरालो यसरी हामीले यो उसिन्नलाई तयारी गरिसक्यो। यसो उसिन्नुपर्छ। यो यसरी धोएर सफा गरेर पानी हालेर यसरी उसिन्। अब यो पाकेको छ, यसरी छोप्नुपर्छ। यो भित्र आलु पनि हामीले तयारी गरेका छौँ। भित्र आलु पनि छ। थाहा छैन न अब बोल्नु। अब यसलाई यसरी स्याट भाँडामा पार्ने। हामी चाहिँ यसलाई छोप भन्छ। सिलम भागो यसरी तयारी गर्ने। ल है, अचार बनाउने तरिका सुरु भइसक्यो। यहाँ हामीले अघि बनाएको छोप भागो र सिलमको अरू केहीको पनि बनाउन सकिन्छ। त्यहाँ छोप हुनेहरू। अब यो मोल्दै आलु देखाएको थियो हामीले। आलु हाल्ने तरिका यसरी यहाँ बिसार राखेको छ। अनि त्यसमाथि मेथी तड्काएको तेल, लसुन हालिसक्यो। अनि लसुनको उहरू मलिसक्यो। स्वाद अनुसार नुन, यो धनिया, हरियो धनिया मेन, यो चाहिँ विशेष मेन इम्पोर्टेन्ट। यहाँ टिमुर, खुर्सानी, लसुन, मसला, जिरा आदि इत्यादि आफ्नो स्वाद अनुसार हाल्न सकिन्छ। यो चाहिँ विशेष हो है। अब यो हाम्रो अचार तयारी भयो, तर अमिलो पनि हाल्दा हुन्थ्यो। हामी अमिलो खान पनि हुँदैन, हामीले बारेका छौँ। र यो स्वाद अनुसार अमिलो अनि के पनि हाल्न सक्छ। अब अचार तयारी भयो। अघि तयारी भएको अचार, भात, यहाँ चट्ट अचार, यहाँ दाल, अनि अब चट्ट खाने।